राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र 3 प्रमुख दलका शीर्ष नेताहरूबीच मङ्गलबार भएको छलफलमा फागुन 21 गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित यस छलफलमा प्रधानमन्त्री सुशीला कार्की लगायत नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउबा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल उपस्थित रहेका थिए। छलफलपछि राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए कि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समेत योजना बनाइएको छ। राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन उपयुक्त विकल्प भएको बताउँदै फागुन 21 गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्री सहित प्रमुख 3 दलका नेताहरूलाई आग्रह गरे। राष्ट्रपति पौडेलले भने देशको परिस्थिति गम्भीर र संवेदनशील रहेको छ। यस अवस्थामा निकास दिनका लागि चुनावको घोषणा गरिसकिएको छ। यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउनु हामी सबैको दायित्व हो।